मुस्कुराउँछौ मन्दा भुल्छु कामै धन्दा हजार गुना राम्री छौ प्रकृति भन्दा ए हजुर मुस्कुराउँछौ मन्दा भुल्छु कामै धन्दा हजार गुना राम्री छौ प्रकृति भन्दा हो घामपानीको छाता ओढवा धादा म त तिम्रो कृष्ण तिमी मेरी राधा घामपानीको छाता ओढवा धादा म त तिम्रो कृष्ण तिमी मेरी राधा यो मोटोको आधा तिमी नै हो राधा यो मोटोको आधा तिमी नै हो राधा
कुरा कामदार समुदाय सामान्य संग्राम धीरे धीरे एउटा नलेदिनु एउटा हातामा अध्यय आएको छ एउटा जह परमहंस कन्या विवाह श्री मन सरस्वती पूजन गरिथे त्यो अमला संसार बनेको थियो बने म भोलि बिहान नम्बर चाहिँ भोलि बिहान यसो के मान्नु पर्दैन त्यसको अब ज्यादा भने पर्दैन
भोलि आए ఎన్ని त्यो मन लाग्यो नि त खाना त्यही भनी त राख ल ढाड पाइन उहाँहरू दुवै त्यहाँ बोलाएर हाकिन्छ
यता देखाउँदा यता लिन आए माइती घर छोड्नु पर्ने भो थर फेरेर नयाँ घरबार जोड्नु पर्ने भो ए पिपल छायालाई सधैँभरि यस्तै साथ देउला मायालाई सधैँभरि यस्तै साथ देउला मायालाई ला 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 सँगै जिउने वचन पुरा गर्यौ मायाले अनेक थरी कुरा काथे दाया बायाले ए पिपल छायाले सधैँभरि यस्तै साथ देउला मायाले सधैँभरि यस्तै साथ देउला मायाले ला 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 मन कस्तो छ चिन्दा चिन्दै केही वर्ष बिते खोजे जस्तै पाए तिमीलाई मैले संसार जिते ए पिपल छायालाई सधैँभरि यस्तै साथ देउला मायालाई सधैँभरि यस्तै साथ देउला मायालाई ला 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 एक्लै थिए खोली जस्तै दोभान भेटे झै भो ढिलै आयो कडै आयो भने जस्तै भइगयो
बुझ्यौ तिमीले मलाई मात्रै थाहा छ सँगै हाँस्ने सँगै रुने यस्तो जोडीका छ ए पिपल छायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई ला 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 तिमीलाई हेर्दा दुनिया नै भुल्छु कहिले कहिले त्यति माया गर्दिन का आफैलाई नि मैले ए पिपल छायाले सधैँभरि यस्तै साथ देऊ है मायाले सधैँभरि यस्तै साथ देऊ है मायाले ला 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 तिम्रो घरको दैलो टेक्नी कहिले होला भन्थ्यो हातमा मलाई कहिले आउँछौ भन्दै दिन गन्थ्यो ए पिपल छायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई ला 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 तिम्रै हातको सिन्दुर लाउने मेरो धोको थियो भाग्य अलिनी भने जस्तै सबै जुराइदियो ए पिपल छायाले सधैँभरि यस्तै साथ देऊ है मायाले सधैँभरि यस्तै साथ देऊ है मायाले ला 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 जन्म घरै छोडी जानु पर्ने छोरीलाई माइती देशै बिरानो हो जुनी भइलाई जिन्दगीका हरेक पलमा सधैँ साथ दिउँला दुःख सुख बाँचुन्जेली अब सँगै जिउँला ए पिपल छायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई सधैँभरि यस्तै साथ दिउँला मायालाई ला ला साँझै बिहान जति बेलै सँगै हुन पायो आँखै अघि तिमी भए अरू के नै चाहियो ए पिपल छायाले सधैँभरि यस्तै साथ हजुर हातको अलि खानु हरि हजुर छोरीको खानुहोस् खानुभयो भर्ती चाँडो महँगो चाँडो यो लानुहोस् यता हरियो अहिले जोड्दिन एकै फेरि लगाइदिन्छ हजुर हजुर कसै देनु बिराज जसै एकै नाम छोरीलाई उबाट ज्वाइँलाई नमस्कार गर्ने हजुर
बाबु हजुरले यो हजुर अब कसैको बसका जल राख्न लाउनु न कसै दो हो कसै लिनु बेरा जसै किन एकै फेर लगाइसक्यो एकै जोइट नाच्नु भयो हुन्छ हजुरको जुन इच्छा हामीले हो त नि होइन पर्दैन आज तिम्रो मायामा पक्लिरहन्छु म हजुरभरि रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि देख्छौ तिमीले डुबेर हेर यो मायाको गहिरामा कल्पना होइन यो विपना हो सधैँ जुनीभरि हाम्रो कथा सधैँभरि माया
पछ्याउरा कि सुली अथवा कुनै एउटा कपडा धर्म ध्वज विजयन कन्या भाषा मानस द्रोहक यता मात्र बिहामा असाध्यै आइमाई जान्ने उसो गरे ओहो नमस्कार ल यति प्यारो लाग्छ तिम्रो त्यो माया बर्फी पझै बनेर बसौला दया माया किन यति प्यारो लाग्छ तिम्रो त्यो माया बर्फी पझै बनेर बसौला दया माया
मैले रोजिसके मैले भेटिसके जीवन साथी तिमीलाई मानिसके मैले बुझिसके मैले जानिसके तिम्रो माया मनमा सजाइसके जानी जानी नछुटियोस् तिम्रो मेरो चोखो माया जानी जानी नछुटियोस् तिम्रो मेरो चोखो माया किन यति प्यारो लाग्छ तिम्रो त्यो अथान्तरं त गर्थ्यो भन्दा नदीति कुरिया त भेद बिके भरामण लग्ने गरन त्यो कुरिया त पराक रथे त याद यो कविता जन्मायो मलाई हुर्कायो मलाई दुनियाँको नजरमा ज्ञानी बनायो आफूलाई दुःख जति भए नि मेरो खुसीको लागि बाँच्यो बाबा जानु छैन मलाई पराए घर लाग्छ प्यारो मलाई माइती घर लाग्छ प्यारो मलाई माइती घर
देवता राजा हुँदै हरे गणम देव कन्या अग्निमय छतम सन्हो हरेमा देवो स्वाहा इधर अग्निमा माझ्दै भएर है हात लगाइदिनु है उसले सोध्नु भन्नु फेरि हरि ओम यम नारीति अर्थ मनोऋषिका अनुसार हरि देवता लजा होमे बिनु ओम ज्ञानम पूर्वती राजा अवन्ती आइसुनुति धरन्दागतम मम स्वाहित भगे नमः ल त्यहाँ राख अब भ्याइदियो है बाबु अब प्रजापति ऋषि पाणी करणे विनियोग ओम गृणामीते सौभाग्ये हस्तमय पश्चादरति चितयास भव अरे मा सविता पुरन्देमय स्वगायाः हे देवाः ओम पृथिवी ओम लत्याना देवता पाणी करणे विनियोग ओम गृणामीते सौभाग्ये हस्तमया पश्चादरति चितयास भव अरे मा सविता पुरन्देमय स्वगायाः हे देवाः ओम अमोयमस्य सतसाय पृथिवी ओम लत्याना
हरि ओम एकदिमे सप्तन पद बन्दी ऋषि देवता सप्त पद कर्मणे विनियोग एकदम ऋषि विशुद्ध नहेतु भने प्रथम रेखामा यहाँ यो पूर्व हुन्छ सप्तन पद बन्दी ऋषि देवता सप्त पद कर्मणे विनियोग विष्णुदान भने ओम हरि ओम ऊर्जे विष्णुदान अब दोस्रोमा बाबु हरि ओम पूजा मेमा ओम पूजा गरिरहनु है बाबु ओम अग्निमणे पुरोहित यज्ञ देव जमुखतार रत्नधाताम विश्वामित्रय नमः ओम पराशर सुत व्यास मस्य गणेशम भव आगच्छ आवायमि पूजायत सप्त मङ्गलय पत्रविषय नमस्कार गर्नु हरि ओम बोलिनु ओम आफै
पहिले तिमी एक्लै हुँदा माया खोज्दै आयौ अहिले मलाई बिर्साइदिने कसको माया पायौ अहिले मलाई बिर्साइदिने कसको माया पायौ जाम सुस्तै बिर्सनेलाई सम्झने म तिमीलाई नि थाहा होला कति राम्रो बिहेकोमा होला तानसेनको मिनी बस झ्यालमा बसी तुलाउने को हो नि लैहाल्यौ मोहन
गालामा मात्र लगाइदिन्छ नमस्ते गर्नु पर्यो है ठिकै छ त्यसरी नै आज ल्याएर हो त्यसरी मजाले आउनु त्यो मिलाइदिएर त्यसरी ल ठिक्क छिट्ट गर्नु एरिया दुइटैले त्यहाँ आइगुने गरौँ ल हो त्यसरी ल हजुरले बोलाउनु पर्ने हुन्छ अब होइन सम्झिनीहरू अहिले पछि यहाँ राखिदिनुहोस् न हजुर त्यही राख्छ अब सम्झिनीहरू चाहिँ अब यहाँ गाउँदै हुनुहुन्छ बुढी सम्झिनी पर्दैन एउटा राख्नु त उतै मजेर त्यसरी बढायो भने अझै बढाउनु है अब हजुर यहाँ बस्नुहोस् है त्यसै सजिलो लाग्यो कति बडो यसो गरेर अझै अठाउँदै घटा अहिले ठ्याक्क लाइट मिलेको नि फेरि बिगारिदिइहाल्छ अब हजुर पालो है लस्करै आउँछ नजिकैको लागि दुखाउन नभएकोलाई भन्छ मेरो नाम लिएर
भन्छु कि यसको कपट भन्ने नसम्झे हुन्थ्यो रे सम्झिन्छ यो मनले छैन भो मनमा रे सम्झल कपट भन्ने नसम्झे हुन्थ्यो रे सम्झिन्छ यो मनले नसम्झे हुन्थ्यो रे सम्झिन्छ यो
कति बढी भयो उठेको त आइसक्यो कति हो त नि कति अरे कति अरे कति अरे अरे लिएर 20 भनेको नोट केयर गर्ने हो कि कमल हान्छ कोही भेनाले फेरि माग्दै माग्नु ये काका यति छिटो हो अहिले बक्क पनि जिम्मेवारी हुनु
गर्नु नि लल्ली बस्छ सल्लाह गर्नु पर्यो के डिमान्ड चाहिँ कति आएको भन्नु न डिमान्ड कति एउटा कुरा गरे एकछिन डिमान्ड चाहिँ काकाले भएको छैन भन्नु म तपाईले भनेको हुन्छ कुरा गरौ न एकछिन कति भनेको त 18000 भन्नुभएको 18 हो 80 हैन इंग्लिशमा खासै अलि कमजोर छु त्यसो नेपालीमा 80 8 र सुन्ने त्यो त 80 रुपैयाँ छ थोरै माग्यो कि कति बाबु कति भन्नु भएको अहिले दिने अनुसार भनेको 80000 हो 80 भन्नुभयो 80000 हो 20 रुपैयाँ चेन्ज ल्याउनु हैन 80 भनेन 8 र 0 80 र एउटा 1000 दिनु त त्यस्तो हुन्छ 80000 है 80 अनि एउटा 1000 दिनु न थपेर हाल्नु 80 अनि 1000 एकदम अस्सी अनि 1000 के 20 रुपैयाँ बित्यो 20 रुपैयाँ बित्यो डेट त लेखेन पाइयो डेट त फरक परेन एक आगा यहाँ डेट सेट भर्न लाउने होइन यस्तो के एउटा कुरा कस्तो हुन्छ हाम्रो दिदीहरूको अब यो हामी आफन्त अबदेखि त रिलेटिभ पऱ्यौँ नि त बाटोमा हिँड्दा हजुरले मलाई हाई भन्नु पऱ्यो मैले बाटोमा मैले हजुरलाई हाई भन्नु पऱ्यो होइन अब यस्तो कुरा गर्नु हुन्न कहाँ राख्नुमा हामीले देखेछौँ लिएर आएर लिएर आउँछौँ है त्यसको यसलाई एउटा सगुनको रूपमा कति भनेको र सगुन लिने कति हो जुत्ताको पैसा कति हुन्न के मिलाम अनि काजीको छोराहरू ट्यालेन्ट नभए दिदी दिनु काजीको छोरा ट्यालेन्ट नभए दिदी दिनु हैन त भोलि तपाईको नि के हुन्छ अनि हुन्छ छनहरु अनि के ल ल ल चेन्ज गाडी मेरो बह ल आउटी चाहिँ भन्ने आउँछ भन्न 15 लेख्नु भयो ठीक छ नि हैन 50 लेख्नु भयो मैले आँखा देख्छु अनि त्यो डेट त एउटा साइन बिग्रै कसरी बेग्ले फर्काइदियो शनिबार पनि खुल्छ है ब्याङ्क त आजको डेट हो दिदी भाइ आजको डेट लेख्छु रोज काट्दै भोलि 8 गते हो ल यो नि बिग्र्यो 8 त छेत्रीकै छोरा हुन्छ 12 छेत्रीकै छोरा हुन्छ नि अनि जम्मा 50 दिन लाग्यो हुन्छ जम्मा 50 दिन लाग्यो ए कस्तो 50 साइन गर्नु ए काका हेर्नु यहाँ ठीक छैन एक दो साडी चेक किन्ने लाग्यो लुट्टी काम सुरु भइसक्यो यहाँ पछाडी हरि चेकको ए अब तल पनि एउटा भन्नु गरे अझ ऊ हेर अर्को पनि अरे साइन पर्दैन एउटा यसो गर न यो निले गर्ने म क्यास हाल्दिन्छु हैन हैन सर आधी क्यास हाल्दिन्छु क्यास हाल्दिन्छु के आधी क्यास ल ल ल हाल्दिन्छु 70 छ है डेटा यहाँ छोइयो के हुन्न के यार यहाँ छोइयो देखिन चाहिँ रेखा ठुलो पाइन्छ हो पाइदैन अनि रेखामा हो दुईमा यो चेक त फेल भइसक्यो एउटा कुरा आज 7 गते हो भोलि 8 गते हो यो चेक हुँदै हुन्न दाइ बोलेर त हुने नै जग्गाला छैन हामी बोल्ने खै जुत्ता हैन जुत्ता कोही जुत्ता दिन पर्यो नि ल खै त अलि त सफा हुनु पर्यो जुत्ता नदेखि त हामीले काटिने कुरा हुन्छ जुत्ता ल्याउनु एक हातले दे एक हातले लेवाला कुरा गरौँ न हजुर ल्याउनु हामी त देखाइरहेछौँ त यी हजुरको खोइ चेक ल खोइ नि एउटा चाहियो क्या जुत्ता हामीले फेरि हाम्रो अङ्कलको साडे ल्याएछ क्या त्यही हो र 60 हो साडे ल्याएछ यार हेर्नु ल हेर्नु है 7 गतेको डेट छ भोलि 8 गते हो ब्याङ्क बन्द भइसक्यो साडी ठिक रहेछन् के उधारो पनि मान्दै रहेछन् के उधारोमा मान्ने के 1 लाख त घाटा पर्दैन दोष यार कति फोर छ सफा गर्दै अलिअलि सफा चाहिँ नगर्दै सल्ले पुछेर ल अब चेक त दिन्छ होइन ल चेक पनि दिने भयो ए घाँस लाग्यो जुत्ता चाहिँ लगाइदिनु पर्छ ल ल ल होइन लगाइदिनै पर्छ नत्र हामीले दिँदै दिनु लगाइदिनै पर्छ जित कसको थापाको चेक त चल्दैन नि हो के लाग्छ अब चेक दिन पर्दैन के अब चेक दिन पर्दैन भयो राखौँ है ए दिन नानी लो दिन कि नदिन दिनुहोस् भिनाजु दिनुहोस् भिनाजु भन्नै पर्यो हामीको त भेना
भेनाको साथीलाई भेना भन्नु पर्यो। मान्दैमा नि दिनुहोस् भेनाजु भने नमस्कार रिक्वेस्ट गरेछु बल्ल दिनु। बिग्रेको चाहिँ छैन सुध्रेको ए आमा अलि पासमै बिग्रेको रे ल भिडियो लिने के दाजु भाइ दिदी बहिनी आमा बुवाको पनि दाजु भाइ दिदी बहिनी आमा बुवाको पनि यो घरको सम्झना आज लानी हो बाबा तिम्री छोरी आज टाढा जानी हो आमा तिम्री छोरी आज टाढा जानी हो ताते ताते गराउँदै मलाई ठुली बनायो हटाउन सकिन कि अर्कैलाई थमायो ताते ताते गराउँदै मलाई ठुली बनायो हटाउन सकिन कि अर्कैलाई थमायो तिमी नै हौ मेरो मुटु तिमी नै हौ जीता तिमी नै हौ मेरो मुटु तिमी नै हौ जीता माइती घर छाड्नै पर्ने यो संसारको रीत माइती घर छाड्नै पर्ने यो संसारको रीत हाँस्दै हाँस्दै जाऊ छोरी माइती घर आँगन छोडी नरोई नरै जाऊ छोरी माइती घर आँगन